कस्तो माया लाए खै भयो धौ कस्तो माया लाए खै भयो धौ महु घर बादली तिमी हौ। नमस्कार, मेरो नाम ध्रुव पुन। यहाँहरूलाई मेरो अर्को भ्लगमा स्वागत छ। आज पनि म अर्को भ्लग लिएर यहाँहरूको माझमा उपस्थित भइसकेको छु। मेरो पछाडि यो विष्णुमती नदी बगिरहेको छ। अहिले पनि यहाँहरूलाई म एकदम सुन्दर, एकदम हेर्न लायक, अति राम्रो, असाध्यै राम्रो ठाउँ म टोखा भुतखेल, त्यहाँको के दृश्यहरू छ, भुतखेल चौर हैन, त्यहाँको पिकनिक स्पोट, त्यहाँको मन्दिरहरू, त्यहाँको घुम्न लायक ठाउँहरू देखाउने छु। हेर्दै गर्नुहोस् है। आज हामी तपाईहरुलाई लाँदैछौँ आजको यात्रा टोखा भुतखेल चौरसम्मको। त्यहाँको रमाइलो रमाइलो वातावरण, रमणीय ठाउँसँगै घुम्नेछौँ। यहाँहरू हामीसँगै रहनुहोला। यो भिडियोलाई स्टार्टिङदेखि इन्डिङसम्म हेर्नुहोला। हामी अगाडि बढ्दैछौँ। सबैजनालाई है, फाइनली रूपमा म यो टोखाको भुतखेल चौरमा आइसकेको छु। यहाँको दृश्य के छ म तपाईहरुलाई देखाउँछु। यतातिर रहेको छ फुटबल ग्राउन्ड रहेको छ, साह्रै राम्रो। वरपर बस्नलाई साह्रै राम्रो बाटो पनि, अहिले त पार्किङको व्यवस्था पनि साह्रै राम्रो रहेछ। म भुतखेलको चौरमा आइसकेको छु। भित्र के छ है, म पनि फाइनल रूपमा धेरै घुमेको त छैन, यहाँ नाम मात्र सुनेको हो। तर के छ म पनि एक्साइटेड छु, यहाँलाई देखाउँछु है त। झकास ठाउँ, यति बबाल ठाउँ, आगो ठाउँ रहेछ। यहाँ चाहिँ टक्कै चाहिँ शीतलता प्रदान गर्न, अनि यहाँ चाहिँ विशेष गरी अझ घुमफिर गर्न होइन त। अनि त्यसै गरी साथीभाइसँग यसो गफ लडाउन, अनि त्यसै गरी चाहिँ टक्क पारेर टिकटक बनाउन, रिल बनाउन ट्याक्क लगाएर आउने ठाउँ रहेछ। म यहाँलाई अझ अगाडिको दृश्यहरू देखाइरहेको छु है। गाइज, यहाँलाई म देखाइरहेको छु है यहाँको भ्यूहरू। यहाँलाई कस्तो लागिरहेको छ? मलाई चाहिँ बब्बा लागिरहेको छ। जङ्गलको बिचमा दामी क्या, आगोबाट दोहोरी गीतमा चाहिँ चाहिन्छ नि त घरहरू, यस्तो राम्रो हुन्थ्यो। हामीलाई आवश्यक पर्थ्यो क्या, यो चाहिँ बनाउनु पर्छ जस्तो लाग्छ है। यहाँ तपाईँलाई देखाइरहेको छु यो। खै मैले त देखिनँ, त्यहाँ घुमेकै देखिनँ। देख्नु भएको छ ए गाइज। अब म आइसक्रिम खान्छु। दामी। यहाँहरूले अहिलेसम्म मेरो भ्लगलाई हेरिदिनु भयो, ध्रुव पुन भ्लगलाई। त्यसै गरी